Hello guys, welcome back to my YouTube channel and blog. आज चाहिँ म मेरो दिदी यानि कि मेरो आमाजुको घर जाँदैछु। सो जाँदा जाँदा चाहिँ यति राम्रो भ्यू छ कि यस्तो बवाल भ्यू छ अनि बिहानको चाहिँ मौसम चाहिँ यस्तो खतरा थियो कि अनि हुस्सा लागेको थियो बाटोमा पनि यति राम्रो थियो अनि भिडियो बनाउँछु भने खालि कोही हल्का क्याप्चर हुने हल्का क्याप्चर हुने अलिक राम्रो खालको बनाऊ भने पनि नमिल्ने गाडीले गर्दाखेरि त्यो कारणले गर्दा चाहिँ ठिक्कको भिडियो बनाएँ मैले अनि अगाडि बसेर गएँ म अगाडि बस्दा लास्टै निन्द्रा लाग्ने नि त फेरि अनि त्यसपछि अनि निन्द्रा लागेर अनि अङ्कलले यानि कि पापा अङ्कलले तिमी शुद्ध रहेछ अगाडि त अब अर्कोचोटि तिमीलाई म लिएर आउँदिनँ अगाडि हालेर भन्नुभयो अनि त्यस कारणले ल ल अङ्कल म आउँदैछु भने थिएँ अनि त्यसपछि आएर चाहिँ दिदीले मलाई लिन आउनु भएर पनि सुतेर चाहिँ मैले जुन अगाडि फोन गर्नुपर्ने थियो अनि त्यो फोन चाहिँ गरेन मैले बिर्सेर भन्न पनि अब सुतेछ म त्यही कारणले फोन गर्न पाएन दिदीले फोन गरेर मैले थाहा पाएँ अनि दिदी आउनु भएको थियो अनि आउनु भएर अनि दिदी मलाई लिएर पनि आउनु भएर नि हामी आराम गरेर पनि दिदीलाई कसैले दिएर पनि माइतीको कसैले नि त माइतीको कसैले दिएर पनि हामी चाहिँ लागे असमतिर र असमतिर निक्लिनुको लागि चाहिँ यस्तो पानी परिरहेको थियो अनि आफू पानीको त कुरै नगरौँ भनेर दिदी र म चाहिँ यस्तो रेनकोट ओढेर गएर रेनकोटको चाहिँ हेर्नु न यहाँनिर होइन पुरा टोपी चाहिँ जुन डिकीमा राख्दा चाहिँ पुरा बाङ्गो भएछ ब्यालेन्स नमिलेर अनि त्यो भएर चाहिँ हामी दिदी र म चाहिँ एकदम हाँसी मजाक गरेर गएर जाँदा हामी फाइनल्ली जुन हामी आउँदाखेरि चाहिँ पानी यति धेरै घरबाट निस्किनुभन्दा अगाडि चाहिँ यति धेरै पानी परिरहेको थियो अनि पानी चाहिँ फेरि आधी बाटोसम्म मात्रै परिरहेको थियो होइन अनि त्यो भएर चाहिँ अनि त्यसपछि अर्को बाटोबाट चाहिँ आधी बाटोबाट त पानी भरेको छैन कि यस्तो टन्टलपुर घाम थियो कि आम्मामा सक्दैन कसले सक्दैन अनि यहाँको चाहिँ ठुलो रङ्गशाला छ अरे काठमाडौँमा रङ्गशाला पनि कटेर अनि ठ्याक्कै भन्नुपर्दा चाहिँ मैले चाहिँ किन भिडियो बनाउँदैन खासै भन्दाखेरि चाहिँ अहिले म एकदम डर लाग्छ कि किनभने मोबाइल भिडियो बनाउँदाखेरि कुन बेलामा मोबाइल झर्छ र कुन बेलामा मोबाइल कुनै बेलामा त बाटोमा कुनै ठाउँमा भिडियो गर्नु बाहिर हुँदैन त्यही भएर चाहिँ मलाई भिडियो बनाउनु एकदम डर लाग्छ र त्यो भन्दै म चाहिँ भिडियो बनाउँदै थिएँ अनि यता धरारा पनि यस्तो खतरा देखेँ कि त्यहाँनिर नि मान्छे यति धेरै थियो प्याक अनि र हामी चाहिँ गएको छैन कि धरहरा चढ्न चाहिँ देख्न चाहिँ देखिसकेको अनि भन्दाखेरि हाम्रो यहाँ न्यु रोड पनि हामी आइपुग्यो र न्यु रोड घुसिसकेपछि चाहिँ हाम्रो यहाँनिर जुन ठाउँ छ अब एकदम भ्यूहरू चाहिँ फेरि यति राम्रो देखिन्छ कि ठुल्ठुलो घर छ है अनि यहाँबाट चाहिँ आएर अब ठ्याक्कै यो एक राउन्ड चाहिँ घुम्नुपर्छ हामी एक राउन्ड घुमेर चाहिँ हाम्रो के आउँछ भन्दाखेरि ठ्याक्कै आउँदाखेरि चाहिँ पार्किङ एरिया आउँछ पार्किङ एरिया चाहिँ विशाल बजार भन्ने हुँदो रहेछ विशाल बजारमा हामी घुसेँ र यहाँ पार्किङ एरिया रहेछ मलाई पनि थाहा थिएन कि यहाँ यति ठुलो पार्किङ एरिया छ भनेर साथी हो अनि त्यसपछि आएर हामी पार्किङ गरेर पानी फेरि परिरहेको थियो यो भित्र पनि पुरा पानी छ यहाँनिर यस्तो बिजोग अनि त्यसपछि पार्किङ गरेर पनि हामी यहाँबाट माथि गएँ विशाल बजार यहाँ चाहिँ पुरा सबै चिज पाइन्छ रहेछ क्या होइन मलाई थाहा थिएन दिदीले लगाउनु भयो अनि गएँ यहाँ चाहिँ पाइनेको साथै यहाँ खुद्रा नि गर्न पाइदो रहेछ विदेश जानको लागि खुद्रा गर्नु पाइदो रहेछ एक्सचेन्ज मतलब पैसा एक्सचेन्ज गर्न पनि पाइदो रहेछ अनि हामी चाहिँ कहाँ जान लागेको खासमा भन्दाखेरि चाहिँ हामी चाहिँ टिकटक मार्फत आएको कि टिकटक मार्फतमा के भन्दाखेरि कुर्ती बजार हामी अब सानो बिजनेस गर्ने भनेर चाहिँ कुर्ती बजार भन्ने हामीले चाहिँ टिकटकबाट देखेर चाहिँ हामी आएको अनि हामी आएर चाहिँ यहाँ गएको त बाफे यसको त भित्र कुना भनेर यसरी लगेर गयो त्यो भाइले देखाउँदै गयो दिदी चाहिँ अगाडि भिडियो बनाउँदै हामी चाहिँ पछि गएर ए सर्लक्क देखाउँदाखेरि चाहिँ ओहो
कुर्ती बजार त्यस्तो खतरा रहेछ भन्नु थाल्यो अनि गएँ चाहिँ यस्तो बवाल बवाल थियो डेकोरेट पनि खतरा रहेछ नि त यहाँको अनि लुगाहरू राम्रै छ जे होस् अनि हामी त्यहाँबाट लुगा ठिकै राम्रै लागेर अनि त्यसपछि भए पनि त्यहाँबाट लिएन हामी अर्को ठाउँबाट जुन दिदीले पहिला लिनु ठाउँ थियो त्यो ठाउँमा गएर हामी लुगा लिएर पनि आएर पनि अनि एकछिन भिडियो बनाउँदै गएँ दिदी यो यस्तो ठाउँ भन्दै गएँ अनि त यहाँनिर बालेन सरकारले हामी पहिलाको लडमा आउने बेलामा चाहिँ भर्खर बाटोहरूलाई बढाउनको लागि चाहिँ जुन बाटो थियो त्यो बाटो चाहिँ बढाउनको लागि बढाएर पनि यस्तो राम्रो भइसकेको छ अनि त्यहाँनिर पुरा फुलहरू सजाएर आइसक्यो कि होइन अनि त्यसपछि चाहिँ हामी घरतर्फ फर्केँ अनि फर्किनतर्फ चाहिँ अहिले चाहिँ ठिकैकै छ गाडीहरू त्यति प्याक पनि छैन र हामी त्यति भन्दै घरतर्फ लागेँ र यति भन्दै हामी अर्को नयाँ भ्लगको साथमा भेट्नेछौँ थ्याङ्क्स फर वाचिङ